सक्छौ दम छ भने केपी प्रचण्ड शेरबहादुर माधव कुमार नेपाल छ नि त गनाउने ठुस्स परेको मुख पहिल्यै त अब के भन्नु त्यो रातभरि चोर्न हिँडे जस्तो अनुहार नि त्यो रातभरि चोर्न हिँडेर नपाए जस्तो बिहान बिग्रेको अनिदो अनुहार त्यो एउटा बाहुन छ क्या यो बाबुराम भन्ने डाक्टरले गरेको बाहुन नि केर 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 गरेर चाहिँ कानका जरा फुट्ने गरिदिनु पर्ने क्या अमेरिकाबाट प्रधानमन्त्री के भनेर आउँछन् भने गइराएर चाहिँ नि मयूरको अनि एलिफेन्टको कुरा गरेर आएर संसार चिप्स राख्ने कुरामा गइसक्यो हाइपरलुपको कुरा गर्छ उहाँ मंगल ग्रहमा मान्छे राख्ने बस्ती राख्ने कुरा गर्छन् है हाम्रो हात्ती छ गइरा छ मुजुर छ कुखुराको भाले छ तपाईले डिप्रेसनको औषधि खाएको हो कि हैन जनतालाई साक्षी राखेर भन्नु छातीमा हात राखेर भन्नु दुर्गा माताको कसम मैले डिप्रेसनको औषधि पनि खान्न म क्यान्सर सर्भाइभल मान्छे हुँ म कति बाँच्छु मलाई थाहा छैन तर यिनीहरूलाई मुक्ति गराएर यिनीहरूलाई चाहिँ बौला बनाएर नाङ्गै कुदाइनेछ भनेदेखि नाङ्गै बाटोमा हेर्नुहोस् आज आएर पर्दाफास भयो हैन तपाईले एकजना सांसदको पद खाइदिनु भयो निलम्बमा पारिदिनु भयो ढाका कुमार श्रेष्ठको किन के सार्वजनिक गर्नुभयो त्यो ढाका कुमार श्रेष्ठको पद मैले खाएको होइन फुटपाथमा यता यहाँका मेयरले हिँड्न नदिने उता ब्याङ्कले लिलाम गर्ने फुटपाथमा मकै बेच्न नदिने पछि के गर्छ झुन्डिएर मर्नु पर्ने अबको विकल्प भनेको नि कि व्यापारीहरू तपाईँहरू झुन्डिएर मर्नुहोस् कि यो आन्दोलनमा हिँड्नुहोस् रक्सी खान जाँदाखेरि ठिक्क एक प्याक दुई प्याक खायो ठिक हो अब हाम्रो तपाईँको चाहिँ नि सुत्ने गरी लड्ने गरी खान्छ नि त नि अब हो पनि फेरि रक्सी खाने लाग्ने गरी खाने हो नभए त दुध खाए भइगयो नि के हो कुरो हो के काङ्ग्रेसको त अब त्यो भेड जस्तो भोल्याप गर्छ बोलेको बुझिँदैन केही बुझिँदैन बोली उहाँ हेर्नु भएन होल्याप गरेको हुन्छ नेपालमै बनेको लाउँछु भन्नुहुन्थ्यो नेपालमा धागो पनि बन्दैन के घन्टाको लाउनु अलिक कडा भइगयो हौ शेरबहादुर देउवा भनेको डडेलधुलामा उत्तिसको बोट समातेर हग्ने होइन कुन हैसियतको मान्छे हो कुन हैसियतको मान्छे हो तपाईँ भन्नु न तर केपी शर्मा ओली यस्तो एउटा नेता हो नि 14 वर्ष परिवर्तनलाई जेल बसेको नेता हो नि त हाम्रो हजुरबुवा मारेर बसेको हो ज्यान मुद्दामा मेरो हजुरबुवा विष्णुप्रसाद विमलीलाई मारेर जेल बसेको यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि क्या हो पुलिसको के हालत रहेछ भने नि गुरु म त पुलिस गएको राति मलाई थुने ठाउँमा यत्र किताब पढ्छन् केटा नि के पढेको हो भाइ तिमीहरूले भनेको कि दाइ हामी त कोरिया जानलाई जापान जानलाई सिक्दैछौँ भन्ने भाषा सिक्दै रहेछ अनि मलाई लगे राम्रो गुडुम गर्दै लगे अघि म भन्दै थिएँ उहाँ लगेपछि भित्र लगेपछि के भन्छन् थाहा छ दुर्गाजी तातो खाने कि चिसो खाने कफी खाने कि खाने भनेको तपाईँको त हामी फ्यान हौँ भन्छन् सबै हमें और दुश्मन चाहिए क्योंकि पुराने दुश्मन तो अब हमारे फैन बन चुके हैं यिनीहरूलाई म लडाउँछु समय पनि मेरो हुन्छ ठाउँ मैदान पनि मेरो हुन्छ हतियार पनि मेरो हुन्छ नागरिक पनि मेरो हुन्छन् त्यतिखेर म यिनीहरूलाई लडाउँछु He is the biggest criminal. He is the biggest businessman. This is the biggest national issue. गैंग लेकर आने वाले होते हैं गैंगस्टर वो अकेला आता था कहते हैं ना हर पिक्चर में कोई एक होता है तुझे देखकर मुझे ऐसा ही लगा कौन हीरो नहीं विल्ला ए बाबा चोरले चोर है चोरेर लगेर विदेशमा लगानी गर्यो भनेर देखाइदिँदाखेरि मलाई पक्रेर लगेर थुने चोरलाई पक्रिनुको सत्तो लुटे हो यिनीहरूले त राजा ज्ञानेन्द्र मेरो सम्पत्तिमा मेरो छोराले राज नगरे नि बाली घरे साइलाको छोराले आएर त राज गर्न पाउँदैन नि त
I got broads in Atlanta, just to lean the family, credit cards and the scammers. त्यो हो के रवि लामी छानेजी अमेरिकामा चोक चोकमा श्रीमती राख्ने पासपोर्ट पनि 5-7 वटा राख्ने नागरिकता पनि 5-7 वटा राख्ने सहकारी देख्नै नहुने रहेछ सहकारी जति जम्मै खलातखुलुत खाने अनि मैले केही गरेको छैन म त जान्दिनँ म त त्यो पनि होइन के हो चाहिँ के मेरो लाइसेन्स भएको हतियार लगेर छानबिन गर्दै हुनुहुन्छ तपाई के घण्टाको छानबिन गर्नुहुन्छ I got broads in Atlanta, just to lean the family, credit cards and the scammers, hitting the licks in the back. नेपालको पुलिसको त भरोसा छैन मेरो केटाहरूले के भन्छ भने होइन भाइ यो पनि सुरक्षाकर्मी हो पुलिस भनेको चोर भन्छ होइन भाइ हो सर त्यो हो चोर भन्छ एउटा फेरि राप्रपा भन्ने पार्टी छ राजा र हिन्दू राज्य देखाएर रोटी साट्ने ओइ कस्ता कुपुत्र जन्मेको हो यो धरतीमा ढाँट्नु पनि कति ढाँट्नु भनेको उता सडकमा राजा र हिन्दू राज्य चाहियो भन्छ यता आएर गणतन्त्रमा भोट मागेर हिँडेछ गोप्त बाह्र दिनुपर्छ क्या लात्तले तपाईँले किन नआनेको एउटा कुरा भन्दैन कति पैसा बाँड्नु पत्रकार अहिलेसम्म तपाईँले होइन यति उतिको कुरा छोडिदिनु न मलाई सिकाउनुहुन्छ तपाईँ यार जलवा है हमारा 2079 फागुन 1 गतेबाट सुरु गरेको हो नि त आज 8 महिनामा दुर्गा प्रसाईले नि गणतन्त्र हल्लाइदियो क्या एउटा दुर्गा प्रसाईले तपाईलाई म एउटा कुरो के भन्छु महेश बस्नेत कुनै एउटा घरमा या राति 11 बजी गएर 2 बजी निस्केको छ त्यो घरको भिडियो छोरीले खिचेको छ त्यो भिडियो नि केपी ओलीले हेरेको छ तर महेश बस्नेत भनिरहनु भएको छ दुर्गा प्रसाईको पनि आउँदैछ फिल्म के यत्रको ल्याओस् न मलाई त ती जम्मै केटी ल्याओस् न एक एकवटा घर बनाएर धन्काइन्छु मेरो बाउले 7 वटी ल्याएको ल आउनु त ती महिला डेम कि डेम घर किनेर राखिदिन्छु प्रचण्डको पैसा तपाईँले दुरुपयोग गर्नु भएको छैन अहिलेसम्म प्रचण्डको पैसा मैले 4 आना पैसा लिएको छु भने नि बरु उनीहरूलाई मैले दिएको छु मैले उनीहरूबाट लिएको छैन मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब माधव नेपालले झनाथ खनाल मध्ये को मन पर्छ यो दुईटै मन पर्दैन दुईटै गनाउने मुखहरू के कुरा गर्न देश कसले सिद्ध्यायो भन्ने कुरा त देश किन बनेन कसले सिद्ध्यायो यो देशमा जसले म उद्योगपति हुँ भनेर भन्यो नि तिनैले देश सिद्ध्याएको हैन आज सार्वजनिक गर्नु 10 जनाको नाम होइन 10 जनाको नाम त मैले भन्दैछु त दाइ नै हुनुहुन्छ दाइको नामै लिए त पवन गोलियान दाइ हुनुहुन्छ देश लिगार्ने एकजना उहाँले के राम्रो काम गर्नु भएको छ त Too many thoughts on my mind I can't sleep at night so I just keep writing तपाईले सेना खडा गर्नुभयो मैले ब्याङ्क वित्तीय संस्थाबाट गर्छु तपाईँ पनि छ भने गर्नु न यस्तो मान्छेसँग के कुरा गर्ने मैले तपाईँ राम्रो मान्छे तपाईलाई होइन तपाईँ एकदम डाइरेक्ट मानमर्दन गर्दै हुनुहुन्छ यो भन्दा बढी के गर्नुहुन्छ तपाईले मैले अब जदौ गर्नुपर्ने तपाईहरु जदौ गर्नु पर्दैन राजाकारी त सर राजा बन्दै बन्नुहुन्छ कति महिना भित्र तपाईलाई किन महिना चाहियो बन्नुहुन्छ हैन कसरी बन्नुहुन्छ अब दरबारमा गएर बसेपछि गद्दीमा गएर बसेपछि कस्तो समाज छ मेरो समाज मैले राम्ररी बुझेको छु माफिया भनेको छ डन भन्छन् मेडिकल सेक्टरमा दुर्गा प्रसाई डन हो